नेपालीसाइट.com न्यूजमा स्वागत छ। म पुनमको। आज मिति 2068 असोज 1 गते, तदनुसार सेप्टेम्बर महिनाको 18 तारिक सन् 2011। अब सुरु गरौँ साप्ताहिक गतिविधि समेटेको न्यूज नेपालीसाइट.com मा। माओवादीका कारण संकट चुल्यो, कांग्रेसको भनाई। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीको गैर जिम्मेवार व्यवहारका कारण मुलुकमा राजनीतिक संकट चुलिँदै गएको आरोप लगाउनु भएको छ। माओवादी नेताहरूका भनाई र गराइमा भिन्नता रहने गरेको भन्दै कोइरालाले सबैभन्दा ठूलो दलका नाताले जिम्मेवार बन्न माओवादीलाई आग्रह गर्नुभयो। कपिलवस्तु सदरमुकाम तौलिहमा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै कोइरालाले माओवादीको प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने चरित्रले मुलुकमा संकट चुलिएको दावी गर्नुभयो। शान्ति र संविधान बारे नेताहरूका थरीथरी कुरा। शुक्रबार विभिन्न ठाउँका कार्यक्रममा बोल्ने शीर्ष नेताहरूले शान्ति र संविधान बारे आफ्नै औकात र ढंगका अभिव्यक्ति दिएका छन्। यसअघि राहत कार्यक्रम संसद भन्दा बाहिरबाट सार्वजनिक गरेको भने सभामुखको गुनासो सुनेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संसदमा धित मर्ने गरी भाषण गर्नुभयो। यसअघिको राहत कार्यक्रम, बजेट, आफ्नो कामको योजना र अहिलेसम्मका कामको समीक्षा सबै झल्कने उहाँको भाषण शान्ति र संविधानकै विषयमा बढी केन्द्रित थियो। सहमतिको विकल्प नभएकाले शान्ति र संविधानका लागि हातेमालो गरेर अघि बढ्न म सबै दलहरूलाई आह्वान गर्छु, प्रधानमन्त्री भट्टराईले भन्नुभयो। दलहरू बीच एकता नभए मुलुक दुर्घटनामा पर्ने र त्यसबाट कोही पनि नबस्ने तर्फ पनि प्रधानमन्त्रीले सबैलाई सचेत गराउनुभयो। देश र जनता प्रति प्रतिबद्धता रहँदै शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार प्रतिबद्धता रहेको भन्दै प्रधानमन्त्रीले शंका नगरी सरकारलाई दलहरूले सघाउने विश्वास व्यक्त गर्नुभयो। शान्ति प्रक्रियामा माओवादी लचिलो हुँदा पनि कांग्रेस लगायतका दल लचिलो भएनन्, भट्टराईको गुनासो थियो। राष्ट्रपतिद्वारा प्रधानमन्त्री भट्टराईको प्रशंसा। राष्ट्रपति डाक्टर रामवरण यादवले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको प्रशंसा गर्नुभएको छ। शीतल निवास स्थित राष्ट्रपति भवनमा शनिबार बिहान भएको भेटवार्तामा राष्ट्रपति यादवले प्रशासनिक संयन्त्रको सही परिचालन र जनताका लागि लोकप्रिय कार्यक्रम ल्याएकोमा प्रधानमन्त्री भट्टराईको प्रशंसा गर्नुभएको हो। तपाईले रोल मोडलका रूपमा काम गर्नुभएको छ, राष्ट्रपतिको भनाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रिजन यादवले भन्नुभयो। तपाईका लोकप्रिय कामहरूबाट म मात्र नभई सिंगो राष्ट्रका जनता खुसी छन्। राष्ट्रपतिले प्रधानमन्त्री भट्टराईबाट आफूले धेरै आशा गरेको पनि सो अवसरमा बताउनु भएको सल्लाहकार यादवले जानकारी दिनुभयो। अब खबर मनोरञ्जन जगतबाट। टिभी श्रृंखला भूमिकाको छायाङ्कन धमाधम। भोइस अफ चिल्ड्रेनको प्रस्तुतिमा बाल यौन शोषण र त्यसको रोकथाम सम्बन्धमा जानकारीमूलक टिभी श्रृंखला भूमिका प्रत्येक शनिबार नेपाल टेलिभिजनबाट साँझ 7:30 बजे प्रसारण भइरहेको छ। ऋषि लामछानेको निर्देशनमा बनेको भूमिकाभित्र प्रमुख रूपमा दिनेश ऋषि, सरिता लामछाने, सरोज केसी, उद्धव राज भट्टराई, राधा श्रेष्ठ र नयाँ प्रस्तुतिमा रुषा केसीको अभिनय रहेको छ। हेरौं टिभी श्रृंखला भूमिकाको छायाङ्कनका केही दृश्यहरू। Action. के हो भान्जी? के हो? क्या नरिसा हो? भान्जी? के कुरोमा रिस उठायो क्या रे? के कुरोमा चित्त नबुझायो क्या रे? भन क्या रे मामालाई? मामा सुने म यहाँ तिम्रो भान्जी। मामा के हार्न चिन्ता लिन्छौ? भान्जी, ए भान्जी, म त तिम्रो आफ्नै मामा हो क्या रे? भन न के हार्न चित्त बुझेन? भन्छ नि भान्जी मान्छेहरूले, कि त आमा कि त मामा। तर खै यो भान्जी त यसो हेऱ्यो भने पनि लुक्न खोज्छौ क्या रे? यसो भेट्न खोज्यो भने पनि भाग्छौ क्या रे? के भएको छ कुनै आज? के भयो भान्जी? के भयो? भन न मामालाई, भन क्या रे? भन भान्जी, भन न, भन के भयो? मेरो नजिक जानुहोस् तपाईँ।
ल ल ल ल ए भान्जी यो के गरेर के अरे के गरायो ल म भनेछ भान्जीलाई के भएको छ भान्जीले खाइन् कि खाइनन् के गरिरहेछन् भनेर सोध्न आइरहेको छु भान्जी यसो पो सोध्नु पर्दैन मलाई कसैले केही पनि मलाई नछुनुहोस् भन्दैछु छु मैले के भयो यो मान्छेलाई मलाई पैसा गाली गर्छिन् के भएको छ तिमीलाई आजकल क्यार यस्तो गर्छौ मेरो नजिक नआउनुहोस् मलाई छुने कोसिस नगर्नुहोस् आइन्दाबाट मलाई छुने कोसिस गर्नु भएन एक्सन जानुहोस् सबै जानुहोस् मलाई नसलाउनुहोस् ल ल ल ल के गरायो भान्जी ल यो साताका लागि नेपालीसाइट.com न्यूज यति नै। यदि तपाईहरुको सल्लाह सुझाव भए हामीलाई यस ठेगानामा सेन्ड गर्न सक्नुहुन्छ नेपालीसाइट@gmail.com। हेर्दै रहनुहोला अ कम्प्लिट ई म्यागजिन नेपालीसाइट.com। बिदा माग्दछु म पुनः नमस्कार।